हेलो साथीहरू, म चाहिँ यहाँनिर मिरिक झिलमा घुम्न आएको थिएँ है। यो मिरिक झिलमा घुम्दै जाँदाखेरि चाहिँ हामी चाहिँ एउटा नेपाली चुला रेस्टुरेन्ट भन्नेमा खाना खानु गयौँ है। अनि मैले यो भिडियो किन बनाएको भन्दाखेरि चाहिँ यो चाहिँ मिरिक झिलको नजिकै पर्दो रहेछ र घुम्नु आउनेहरूलाई पनि यहाँनिर खानाहरू खानु एकदमै सजिलो र मिठो स्वादिष्ट खानाहरू पाउँदो रहेछ है साथीहरू। अनि यहाँनिर यो खानाहरूमा चाहिँ भेज नन भेज अनि यो बफको सुकुटी बिफको सुकुटी है, पर्कको मासु अनि भेजमा पनि एकदमै राम्रो खानाहरू हुँदो रहेछ। दिदीहरू चाहिँ हाम्रो ग्रुपको साथीहरू आधा चाहिँ भेजमा जानुभयो र हामी चाहिँ यता नन भेजमा आयौँ साथीहरू। हजुरहरू पनि यहाँनिर मिरिकमा घुम्नु आएको बेलामा चाहिँ तपाईँहरू पनि यहाँनिर आएर खाना खानु सक्नुहुन्छ है साथीहरू। अनि यहाँको खाना चाहिँ एकदमै स्वादिष्ट, एकदमै सिम्पल राम्रो हुँदो रहेछ है साथीहरू।